बाटो त राम्रै बनाएकै हो कि सिडी उकालो जाने बाटो सहज पनि हुने तर अलिकति सरसफाइ गरिदिएको भए चाहिँ अलि सुन्दर देखिन्थ्यो कि सरसफाइ नगर्नाले कस्तो कुरूप देखिरहेछ क्या नराम्रो देखिरहेछ मेरो साथीहरु माथि पुगिसके केटाहरु ताजा छ हिँड्छ मजाले बुढो मान्छे हिँड्न नसकिँदो रहेछ यस्तै छ है यो चाहिँ धरान 4 खैरिनी देखि अलिकति माथि यो लामे चौर कि के चौर भन्नेमा जाने बाटो रहेछ सर्टकट बाटो नत्र घुमेर जानुपर्ने हुन्थ्यो हैन सर्टकट बनाइरहेछ सर्टकटले मलाई सजिलो तर सफा गरिदिएको चाहिँ राम्रो हुन्थ्यो भन्ने छ यो वरिपरिको झारहरू खेलेर सफा गरिदियो भने धेरै राम्रो सुनमा सुगन्ध थपे जस्तै हुने हो यस्तै छ राम्रो देखिरहेछ नि सनलाइट ज्यादा भयो जस्तो छ घामले गर्दाखेरि दुईजना केटाहरु त मृग जति कुछ त केटाहरु के हो ओ तिमीहरु दुईजना मृग हो साह्रै छिटो भेन्दो रहेछ त नि यस्तो उकालोमा पनि थाक्यो तर यो पुरा सालघारी छ है हेर्नु सालै साल बिचतिर अलिकति बाँसको झ्याङहरु पनि रहेछ तपाईको यो फागुन चैत वैशाखतिर त हिँड्नै सकिँदैन चिप्लेर आउँदैन पुरै सालको पात झरेर है यस्तो चिप्लो हुन्छ हिँड्नै गाह्रो यतिको बनाएपछि चाहिँ सरसफाइ यहाँ त अलि सफा छ तलतिर त पुरा झारपात उम्लेर है त्यति राम्रो देखेको थिएन यहाँ ठिकै छ यतिको तलतिर बसन्त टार पनि अलिक देखिन्छ पारी विजयपुर बडासुब्बा क्षेत्र पिण्डेश्वरी क्षेत्र देखिरहेछ केटाहरु गेम तिमीहरु गेम खेलेर आएको हो केटा हो कसले जित्यो ल पसिगयो बिस्तारी भाइहरु बिस्तारी लडिन्छ झड्दैन लडेको हो नि ओ दुईजना मृगको पाठाएर बसिरहेछ सानो छिटो हिँड्दैन केटाहरु यार हैरान थकित बनाउने रहेछ नि त कस्तो शीतल भयो अहिले चाहिँ अलिकसम्म बाटोमा आइपुग्यो सम्म भन्दा पनि अब सम्म मासतिर चौरी छ फुटबल ग्राउन्ड त्यही ग्राउन्डमा भाइहरु खेलेर फर्केको होलान् जस ठिकै छ